हेलो नमस्कार स्वागत छ तपाईहरुलाई मेरो युट्युब च्यानलमा। आज हामी गार्डनिङ गर्दैछौँ। गार्डनिङ गर्दाखेरि हामीले यहाँ अलिअलि हाम्रो छतमा गमलाहरू थियो अनि त्यो हामीले गमलाहरूबाट माटो सक्यौँ अनि त्यसपछि गमलाहरूलाई माटो भरेर नयाँ माटो मल हालेर नयाँ माटो भर्यौँ अनि एक साइडमा राख्दैछौँ गमलाहरू। अनि के हो भन्दाखेरि कुरा चाहिँ गमलामा चाहिँ हामीलाई चाहिँ गार्डनिङ एकदमै मनपर्छ के। अनि म चाहिँ अहिले पापड खाँदै नि छु है। अनि मेरो बहिनीले उहाँ त्यो माटो मिक्स गरेर गार्डनिङ बिरुवाहरू सार्नको लागि रेडी गराउँदै छिन्। अनि हामीले त्यो गमलाको रङ चाहिँ गएको अलि बेरङ भयो नि त गमलाहरू, त्यही भएर गेरुले राख्थ्यौँ कि यो गेरु भनेको चाहिँ रातो कलरको हुन्छ। यो तपाईँले देख्न सक्नुहुन्छ त्यहाँ एकदम लम्स नहुने गरेर मैले गेरुलाई पहिला पानीमा हालेर मजाले हातैले मुछेँ। अनि यो चाहिँ रङ हो कि वान टाइप अफ रङै हो, कलर हो, गेरु भन्छन् के। अनि मैले त्यो मजाले गरिसकेपछि त्यो काम अनि मैले चाहिँ यो गमलामा घसेट्न थालेँ। एउटा कपडा लिएँ, त्यसमा चोबेँ अनि त्यसपछि घ्यार पारेर गमलामा लगाउन थालेँ। अनि यो काम चाहिँ एकदम कस्तो भन्दाखेरि टाइम चाहिँ अलि कन्ज्युमिङ काम थियो। तर त्यो रातो कलर हातभरि लगाउँदा त रमाइलो भएको थियो, त्यही भयो नि। अनि त्यसपछि यो हामीले लगाउँदै यो खालको गमलामा चाहिँ अलि बढी टाइम लाग्यो कि लगाउनलाई, किरकिर परेको छ नि त, त्यही भएर। अनि अब हामी चाहिँ गमलामा हाम्रो घर त्यति धेरै साह्रै फुल त छैन, बट हामीलाई चाहिँ अलिकति मनपर्ने भएको भएर अलिअलि गमलामा छन् कि हाम्रोमा। अनि हामीले यो गमला चाहिँ हाम्रो घरको छतमा राख्छौँ। अनि साइडमा अरू बिरुवाहरू पनि रोपेको छौँ कि हामीले। अनि छत चाहिँ हाम्रो यो नयाँ घर साइडको थियो, त्यही भएर हामीले त्यतापट्टि राख्नको लागि अनि त्यो सफा गर्दै थियौँ। यहाँ मजाले रङ दलेर धेरै टाइम लागेको थियो कि मलाई रङ दल्नलाई नि के। अनि यो दल्यौँ अनि एकदमै नछोडिने गरेर राम्ररी दल्यौँ। अनि अब हामीले यहाँ एउटा बिरुवा सार्न थाल्यौँ कि बिरुवा लाइक फ्लावर्सहरू, इन्डोर प्लान्ट, आउटडोर प्लान्ट हुन्छ नि, फुल फुल्ने फुल नफुल्ने सबै टाइपको फ्लावरहरू जुन हाम्रो घरको लागि मात्र अब हाम्रो घरमा थियो त्यही सार्यौँ, अरू बाँकी चाहिँ थिएनन्। अब यहाँ नजिकै नर्सरी पनि छैन लिएर आउनुको लागि, त्यही भएर हामीले चाहिँ पुरानै फुलहरू फेरि त्यही गमलामा छाटेर काटेर सार्यौँ। अनि यही हामी काम गर्दैछौँ। अनि हामी यहाँ र मजा आउँछ माटो चलाउनलाई, झ्याउ त लाउँछ तर अब काम गर्न स्टार्ट गरिसकेपछि चाहिँ एकदम रमाइलो नै हुन्छ। अनि के भन्दाखेरि नि अब हामी यस्तो काम गर्छौँ नि त, अनि हामीलाई टाइम गएको नि थाहा हुन्न कि। अनि हेर्नु न यहाँ यो फुल फुलिरहेको थियो कि, अब यस्तो फुलको नाम त फेरि घर छ तर मलाई पनि थाहा छैन, फेरि गाह्रो छ त। यसरी यहाँ हाम्रो मेस छ कि मेस नै हो कि छत। अनि हामीले यस्तो देखियो अब उहाँ बढाउनु पऱ्यो छतमा यति धेरै बालुवा भएर। अनि उसले बढार्दैछ बहिनीले। अब हामी मजाले यसले बढाएपछि चाहिँ हामीले बल्ल चाहिँ हामीले छता अरू फुलहरू राम्रो मिलाएर राख्न पाउँछौँ नि त बढाएपछि बल्ल। अनि यो डाबर छ नि, डाबरमा चाहिँ हामीले पदिना लगाएको थियौँ, एकदम राम्रो फलेको थियो। हेर्नु त मनी प्लान्ट हामीले छतमा राखेको भएर यस्तो पहेँलो रङ देखियो। यसको त नामै थाहा छैन, कसम भगवान्, अहिलेसम्म नाम थाहा पाइसकेन त नि। मनी प्लान्ट के प्लान्ट छ नाम थाहा छैन, तर फ्लावर चाहिँ छन्। अब हेर्नु त मैले कमला मिलाएर त्यो अगाडिपट्टि बेन्चमा अनि बेन्च मुनि तल राख्यौँ। हेर्नु अब पानी हाल्ने टाइम भइसक्यो, पानी मजाले हाल्नुपर्छ क्या। यो घाममा थियो त्यही भएर यसलाई पानी हालेर तल लिएर आउने भनेर कि। अनि सुन्नु न, जति चाहिँ भने नि कि घरमा चाहिँ 3-4वटा राम्रो प्लान्ट भयो भने चाहिँ एकदम राम्रो भाइब्स आउँछ कि। जे भयो नि गार्डनिङ त राम्रै हो कि, रमाइलो काम हो। अनि हेर्नु न यो मिलाएर राखेको मैले एउटा सर्ट लिइदिउँ न त भनेर
फेरि यस्तो मिलाएर एउटा भिडियो बनाइदिइहालेँ। यति नै थियो आजलाई। यो भ्याइसक्यो, हाम्रो गार्डनिङ नै सबै मिलिसक्यो। सो तपाईँहरूले मेरो भिडियो हेर्नुभएको छ भने तपाईँहरूको लागि एकदमै सहयोगी भावनाले धन्यवाद भन्न चाहन्छु। थ्याङ्क यू फर वाचिङ। थ्याङ्क यू गाइज।